नमस्कार श्रोताहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल सृजनाको उपवनमा। आज म प्रस्तुत गर्दैछु परशु प्रधानद्वारा लिखित कथा वक्ररेखा। कथा मन परेमा भिडियो लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुस् सुरु गरौँ। कोठाको दलिनतिर झुन्डिएको लास मलाई आफ्नै झैं लाग्छ। यसका निर्जीव आँखाहरू र स्पन्दनहीन मुटु ममा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दनहीन हुन्छु। बाहिर जाडो बढ्दैछ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सतर्क गराउँछ। म सकेसम्म छिटो उठ्छु र झ्यालबाट हेर्छु। अँध्यारो उस्तै छ, शून्य उस्तै छ र बाहिर केही परिवर्तन छैन। जाडो भने आफ्नै किसिमले बढ्दैछ। जाडो आइरहेछ र म अनुभव गर्छु। यसपालिको जाडो म सायद सहन सक्दिनँ। यो चिसो, सिरेटो र ठन्डीले म भित्र काँडै काँडा उम्रन्छन्। म काँडै काँडाको एउटा नाङ्गो रुख भएको अनुभव गर्छु, जो हिउँहरू बीच उम्रेको हुन्छ, जसलाई रातभरिको तुसारो र दिनभरिको हुस्सुले कोतरेको हुन्छ। केटो अघि नै निदाइसकेको छ। दिउँसो त्यो बुढी आएकी थिए। त्यो बुढी सम्झँदा जिउ मेरो फेरि एक तमासको भएर आउँछ, आफै भित्र लोलाएर आउँछ। मेरो आँखाहरू बन्द हुन खोज्दछन्, तर मैले बाध्य भएर स्वीकार्नुपर्छ। हो, त्यो बुढी आएकी थिए, सधैँको जस्तै, आँखाभरि व्यवस्था बोकेर। फेरि आउनुभयो माइजो, म सोध्छु अल्मलिएर। केटाकेटीहरू चोकमा खेलिरहेछन्। त्यहाँ झगडा जस्तो पनि भइरहेको छ। एउटा केटो रोएको आवाज आउँछ, जुन आवाज मेरो छोराको जस्तै छ। म झ्यालमा नगई सक्दिनँ। जान्छु र हेर्छु। हो, मेरो छोरो रोइरहेछ, पुरा चोक नै खलबलाएर। वल्लो पल्लो घरका झ्यालहरू खुलेका छन् र त्यहाँबाट पनि स्वासी मान्छेहरू हेर्न लागेका छन्। ए दिपु, माथि आउनस्। झपार्छु र बस्छु। माइजू अलिकति मुस्काए जस्तो गर्नुहुन्छ। म पनि मुस्काउन खोज्छु, तर ओठ सुके जस्तो लाग्छ। म राम्ररी मुस्काउन सक्दिनँ। बुढीको अनुहार हेर्छु। गालाहरू चाउरी पर्न खोजिरहेछन्। निधार शुष्क जस्तो छ। आँखामा पनि चाउरी र लहरहरू नपरेका होइनन्, तर पनि त्यो आँखामा एउटा कौतूहल रहेछ। एकै छ, एउटा रहस्य छ, एउटा जिज्ञासा जस्तो छ। त्यो आँखाको पानीमा एउटा माछा सलबलाई छिनमा त्यो माछाको आकार परिवर्तन हुन्छ र सर्प जस्तो फुक्कार लिएर मलाई हेरिरहेछ। म पुरा आँखा खोलेर हेर्न सक्दिनँ। म डराउँछु। किन? आराम भएन? त्यो बुढी खिस्स हाँस्छे। त्यसका दाँतहरू मिलेका छैनन्। मलाई घिन घिन लाग्छ। किन ठुली भएकी नि? आराम भएन? ऊ दोहोऱ्याउँछे। हो, त्यस्तै भयो। के हुन्छ? टाउको रिङरिगाइरहेछ। जिउ भारी हुन्छ, कस्तो कस्तो भइरहेछ। दिपुका बा? अहिले माइजू डराएकी जस्ती देखिन्छन्। उनका मसिना आँखाहरू वरिपरि निहार्छन्। अहिले हलुङ्गो जस्तो अनुभव गरेर ऊ बिस्तारै भन्छे, अड्डामा हो? हो, को टाउको हल्लाएर म भन्छु। 5 बज्न धेरै समय बाँकी छ। माइजू चुपचाप गइदिए पनि हुन्थ्यो, मलाई लाग्छ, तर म भन्न कमजोर हुन्छु। मेरो मुटु थर्के जस्तो हुन्छ। धेरै कुराहरू थिए जसलाई सम्झनु थियो, अहिले भुले जस्तो हुन्छ। बाहिरको चोक सामसुम छ, शून्य जस्तो छ। आज नआउने भान्जी? आउने, किन र? माइजूका आँखामा आश्चर्य देखा पर्छ र हराउँछ। पुराना दिनहरू आएर मेरो घाँटी समात्छन्। मलाई सब सपना जस्तो लागिरहन्छ। एउटा यस्तै दिन आउँछ जुन बेला माइजू भर्खरकी तरुनी थिइन्। उनका आँखाका परेलीमा सपना खेलिरहेका थिए। उनी राम्री थिइन्, धेरै राम्री, तर मामाको मृत्यु भइसकेको थियो र त्यो सौन्दर्य अज्ञात पोखरी जस्तो थियो, जहाँ हावाले आफ्नै किसिमले लहर उठाउँथ्यो र पानीका लहरहरू उठ्थे आकाश छुन। छेउको रुखलाई टोल्याइ पारेर लहर फर्कन्थे र आकाश जिल्लिन्थ्यो। त्यो रुख पुरानो भइसकेको थियो, मेरो मामा जस्तै।
तिमी राम्रै छेउ, माइजू भन्नुहुन्थ्यो। एउटा केटो तिमीलाई असाध्यै मन पराउँछ। माइजूका घरमा जाँदा त्यो मलाई मन पराउने केटो बसिरहेको हुन्थ्यो। उसको ओठ सुन्तलाको केसरा जस्तो रातो थियो। अनुहारमा प्रौढता चढिसकेको थिएन। माइजू बाहिर हुनुहुन्थ्यो। बैठक कोठामा त्यो केटो एउटा खोल्चामा रक्सी पिइरहेथ्यो। रिकापीमा खुर्सानीको पिरो अचार। एउटा केटो तिमीलाई असाध्यै मन पराउँछ। यो त्यही केटो थियो। कोठामा एक्कासी एउटी युवतीलाई देखेर त्यो केटो तर्स्यो। अलिकति लजाए जस्तो गर्यो र ठाउँ छोडेर बस्यो। माइजू कहाँ जानुभयो? नयाँ परिचयमा नम्र भएर म सोध्छु। हेर्दा हेर्दै त्यो केटाको गालामा रङ चढेर आउँछ। ऊ रक्तिम देखिन्छ। तिमी सुभद्रा हौ? म लजाउँछु र भाग्छु। यसरी सुरु भएको त्यो केटोको परिचयले अझ मलाई छाडेको छैन। माइजू हुनुहुन्थ्यो, म थिएँ र एउटा धनी साहुको छोरो त्यो केटो थियो। त्यो केटो मलाई बिहे गर्छ। एउटा विश्वासमा म बग्दै गएँ, तर त्यसो भएन। त्यो केटो एक्कासी मेरो इतिहासबाट ओझेल पर्यो। एक साथ सजिलै माइजू भनी दिनुहुन्छ। काजीलाई अर्को चाहियो रे, खबर पठाउनु भएको रहेछ। म एकदम जिल्लिएँ। माइजूको अनुहारमा केही परिवर्तन थिएन, स्वरमा केही परिवर्तन थिएन। एउटा केटो तिमीलाई असाध्यै मन पराउँछ, जस्तै काजीलाई अर्को चाहियो रे। त्यसपछि धेरै दिन म माइजू कहाँ गइनँ। मेरो आवश्यकता अनुभव गर्नु भएन उहाँले सायद। मेरो मुक्ति छैन। फेरि एक साल आउँछ। माइजू हाँसेर भन्नुहुन्छ, आज त नगै भएन। म चुपचाप जान्छु। केही विरोध छैन, केही विकृति छैन। पहिलेको भन्दा माइजूको कोठा धेरै सिँगारिएको थियो। अब त्यहाँ केही कुर्सी र टेबलहरू पनि थपिएका थिए। तन्ना सफा थियो र राम्रोसँग कसिएको थियो। माइजूको कोठाले त रूप फेरेछ नि। एकछिन निलो अनुहार लाएर फेरि हाँस्न खोजेर माइजू भन्नुहुन्छ, के रूप फेरेको छ र सुभद्रा? तिमी धेरै पछि आयो। कोठा नयाँ लागेर होला। माइजूसँगका ती निकट दिनहरू एक नाश म सम्झन्छु। एउटा बाध्यता मसँग छ, मैले नसम्झी हुन्न। घाम डुब्न लागेको छ। हेर्छु माइजूको अनुहार उस्तै छ, ओठको रहस्य उस्तै छ। उही परिचित आवाज छ, भोज छ भनेर आउनु नि, फरक नपरोस् है भान्जी। आज मलाई हतार पनि छ, जाउँ? माइजू जानुहुन्छ। उहाँको आँखामा विश्वास छ र यो रात जस्तै त्यो विश्वास म भित्र पातल लिँदैछ। त्यो विश्वास जित्ने बल गर्छु। त्यो भासमा फेरि नडुब्न बल गर्छु। बाहिर केही आवाज छैन, केही थर्कन छैन। चोक एकदम सुनसान छ। रातको गहनता बढ्दैछ। दिपुका बा भने अझ फर्केका छैनन्। तर माइजू मेरो आँखाभरि आएर बसिरहेकी छन्। हरे, कस्तो कर गर्ने स्वास्नी मान्छे, कस्तो जिद्दी लिइदिने। मेरो बिहे भएपछि पनि उहाँले छाड्नु भएन। अझ कस्तो डर देखाएर भन्नुहुन्छ, आउँदै गर सुभद्रा, बिहे भयो राम्रै भयो, नत्र त तेरो लोग्ने मेरो जुवाई नहुने। बिहे भएपछि पनि मेरो लोग्ने भनेर कसैले राम्ररी स्वीकारेपछि पनि मैले धर पाइनँ। विगतको कथालाई मैले होइन भनेर स्वीकार्न पाइनँ। सम्झँदा पनि यो मुटु ढुक्क फुलेर आउँछ। आफूलाई कहाँ लिएर रौँ रौँ लाग्छ। दिपुका बाको सोझोपनको, इमान्दारीको त्यसरी फाइदा उठाउन नहुने मैले। तर माइजू म कति विवश छु। दिपु जन्मिसकेपछि पनि कस्ती राक्षसनी भएर माइजू भन्नुहुन्छ। त भर्खर के देखिन्छेस्, छोरो पाएर के भयो र? 2 महिना भइसक्यो होइन? भोलि आइज, गुठीको पूजा छ भनेर। गुठीको पूजा छ, रातभरि भोज हुन्छ भनेर म कति छलु मेरी माइजू। म रुन खोज्छु। 1 बोतल ऐला र अलिकति छोला ल्याइदेन। अनि कसरी विश्वास नहुनु? माइजूको ओठमा म मुस्कान हेर्न चाहन्छु, तर त्यसो होइन। उहाँ अति कठोर देखिनु भएको छ। सायद उहाँ फेरि भन्नुहुन्छ, ज्वाइँलाई भनिदिएर तेरो
म बोल्न सक्दिनँ। म पुरानो इतिहासबाट असाध्यै डराएकी छु, पीडित छु र मेरो मृत्यु नजिक आइरहे जस्तो लाग्छ। दिपुका बाले थाहा पाए भने, अरे ऊ पनि त लोग्ने मान्छे हो, तर ऊ कहिले केही भन्दैन। राति भोजमा किन अबेर गएकी, छिटो आउनु पर्दैन उनी भनिदिँदैनन्। ढुङ्गा जस्तो लोग्ने मान्छे। रातको 11-12 बजेतिर चुपचाप म डेरातिर फर्किरहेकी हुन्छु, एक्लै स्वास्नी मान्छे। दिनभरि माइजूका वाक्यहरू म घोकिरहेछु। गुठीको पूजामा गएर आएकी, रातभरि भोज थियो। यसैले ढोका खोल्न साथ म आत्तिए जस्तै हुन्छु, डराए जस्तै हुन्छु र एक्कासी बलले भन्छु, दिपुका बा, भोज अझै चल्दैछ। गुठीको पूजा पनि पूजा हो, नेवारहरूको ठुलो चाड। नेवारको जातै। दिपुका बाको वाक्य पुरा हुन नपाउँदै म कोठामा पुगिसकेकी हुन्छु। अलिकति रक्सीको धङधङ्गी पनि छ, अलिअलि त्यो अघिको बलियो लोग्ने मान्छेको धङधङ्गी पनि छ, अलिअलि माइजूको धङधङ्गी पनि छ। धङधङ्गीमै म निदाउँछु। बिहान उठ्दा राति देखेका थुप्रै सपनाहरू सम्झने चेष्टा गर्छु। सपनामा म नदीमा डुबेकी थिएँ र किनारामा निस्कन बलले भ्याएसम्म पौडिरहेकी थिएँ। तर जति किनारामा छेउमा पुग्यो, किनारा उति टाढा भइरहन्थ्यो, उति पर भागिरहन्थ्यो। त्यो अगाध समुद्र सम्झँदा मलाई बिहान पनि डर लाग्छ। मुटु सिरिङ्ग भएर आउँछ। बिहान पनि उसको ओठमा नयाँपन छैन, आँखामा नयाँपन छैन, बोलीमा नयाँपन छैन। भात पाक्यो? ऊ सधैँको जस्तो भन्छ। पाक्न लाग्यो? म निस्तेज भन्छु। अड्डा जान अबेर हुने हो कि? ऊ शङ्का गर्छ, तर भगवान्, ऊ मलाई शङ्का गर्न सक्दैन। राति अबेरसम्म भोजमा नबस्नु भन्न सक्दैन। अड्डा जानु र आउनु कति नियमित छ ऊ। कहिलेकाहीँ अड्डाबाट आउन ढिलो भयो भने ऊ कति हिचकिचाएर भन्छ, आज आउन ढिला भयो, अड्डाको काम भोलिलाई राख्न नै नहुने। म आफूभित्रै पश्चातापले रन्थनिन्छु। साँझ परेपछि ऊ सजिलै भन्छ, आज त भोजमा जान पर्दैन। मसँग यसको जवाब छैन। मसँग भोजको अर्थ छैन। मसँग माइजूको खोल्चाको अर्थ छैन। मसँग मेरो लोग्नेको यो मौनताको अर्थ छैन, यो उपेक्षाको अर्थ छैन। तर मेरो मुटुभरि आफ्नै अर्थ छन्। लोग्नेको सोझोपनको, नम्रताको र निश्चल हृदयको। यी सबैलाई अर्थ लिएर, पूर्णता लिएर सोच्दा मेरो मानसिकताको मृत्यु हुन्छ, मेरो शून्यताको मृत्यु हुन्छ। मेरो मुटु चुडिए जस्तो हुन्छ। मलाई कहाँ लिएर रुन आउँछ। उससँग गएर सारा विगतका पापहरूको क्षमा माग्ने साहस आउँछ। मेरो लोग्ने ढुङ्गाको देवता जस्तो छ र लाग्छ ऊ मौन भएर क्षमा दिनेछ। मलाई विश्वास छ मैले मुक्ति पाउनेछु, तर म सो गर्न सक्दिनँ। म लाचार छु, कमजोर छु र मेरो नारीत्वले यसो गर्न सक्दैन। रात धेरै बितिसकेको छ र दिपुका बा अहिलेसम्म अड्डाबाट फर्केका छैनन्। माइजूका विश्वासहरू मसँग आउँछन् र फर्केर जान्छन्। त्यो विश्वास, त्यो स्वर, सब माथि विश्वासघात गर्नुपर्छ मैले, विद्रोह गर्न सक्नुपर्छ मैले। तर मसँग मुक्ति छ जस्तो लाग्दैन। मसँग अतीतको मेटिने पाता छ जस्तो लाग्दैन। मसँग मृत्यु मात्र छ। दलिनमा झुन्डेको लास मलाई आफ्नै जस्तो लाग्छ। सायद त्यो लास ममा साटिएर बस्दा एक्कासी दिपुका बाको आँखा पर्दा पनि उहाँ रुन सक्नुहुन्न, उहाँ कहालिन सक्नुहुन्न, उहाँ डाको छाड्न सक्नुहुन्न। उहाँ चुपचाप हेरेर भन्नुहुन्छ मनमा नै, सुभद्रा झुन्डी छ। झ्यालमा निस्किएर चोक थर्काउने गरेर उहाँ कराउन सक्नुहुन्न, गुहार सुभद्रा झुन्डी, आओ छिमेकी हो। उहाँ दिपुलाई आफूसँग सुताएर सजिलै निदाउन सक्नुहुन्छ, मलाई केही अर्थ नै नदिएर। अनि बिहान उसैलाई अत्तो पत्तो नदिई सानो स्वरमा पुलिस थानामा गएर रिपोर्ट लेखाउनुहुन्छ। उपरान्त मेरी श्रीमती सुभद्रा देवी मानन्दर हिजो राति 9-10 बजेको टाइममा आफ्नै कोठाको दलिनमा झुन्डिएर मरी। के कति कारणले मरेकी हो मलाई केही थाहा छैन। हाम्रो बीचमा केही झगडा भएको थिएन। अड्डाबाट ढिलो फर्केकोले राति आउन सकिन।
अहिले बिहानै रिपोर्ट गर्न आएको छु। साँचो हो झुठो ठहरे ऐन सवाल बमोजिम सहौँला बुझाउँला। सुब्बा हरिशङ्कर मानन्धर। यो सम्भावित कल्पनाले मन कस्तो कस्तो हुन्छ। मनभरि भुइँचालो राखेर बाँचिरहे जस्तो हुन्छ। थाहा छैन कुन बेला भुइँचालो आउने हो र जिन्दगीलाई नै भत्ताभुङ्ग पारेर हल्लाउने हो। आज पनि ढिला भयो। दिपुका बा कोठाभित्र पस्नुहुन्छ। म झस्कन्छु। धेरै काम थियो होला। भात पाक्यो? आज पनि तिम्रो बोझ जानु त छैन? अनि साधारण किसिमले निसङ्कोच उहाँ सोध्नुहुन्छ। अघिका सारा कल्पना, अघिका सारा चिन्तनले म एकदम धमिलिन्छु। म एकदम जिल्लिन्छु। दिउँसो माइजू आउनु? अनि के त? भोज जाने भए जानु। म गलेको छु। भात खाएर सुत्छु। तर राति साह्रै अबेर भए माइजू कहाँ नै सुत्नु। वा निर्धक्क भन्न सक्नुहुन्छ। अनि दिपु नि? दिपु मसँग सुत्छ। के भयो र? फेरि मेरो विश्वासको मृत्यु हुन्छ। मेरो कठोरताको मृत्यु हुन्छ। माइजू मलाई रिङ्गटा लाग्ला जस्तो हुन्छ। तर पनि माइजूका आँखाहरूको विश्वास छ। लोग्नेलाई सुताइसकेर पनि आउँछे भन्ने दृढ विश्वास छ। उनीहरू नसा लिएर पर्खिरहेछन्। गल्लीहरूमा बत्ती पनि निभ्न लागे। मान्छेको आवाजात पनि कम छ। म फेरि जान तयार छु। फेरि गुठीको भोज छ। मेरो रक्त सञ्चार बढ्छ। निसासिएर म भन्छु, म जाउँ त? म फेरि कसरी यो सोध्न सक्छु। यसैले मलाई लाग्छ दिपुका बा होइनन्। सबभन्दा अस्पष्ट स्वयं म आफू छु। सबभन्दा नबुझिने स्वयं म आफू छु। एउटा 32 वर्षीय स्वास्नी मान्छे, श्रीमती सुभद्रा देवी मानन्धर।